त हेलो गाइस अनदर गेम प्ले भिडियो। त गाइस आजको भिडियोमा हामी एक्सप्लोर गर्ने बाल्छौँ काठमाडौँ, जो कि काठमाडौँमा म सुनेको थिएँ कि नयाँ एउटा बुद्धाको स्ट्याचु बनेको छ। त्यो हेर्न जान आँटेको छौँ हामी आज। त लेट्स गो। त फर्स्टमा हाम्रो सिरी गाउँहरूको यस्तै हो। यो पट्टाहरू राखिदियो अनि भइहाल्यो। अनि यहाँपट्टि हेर्न सक्नुहुन्छ। अब यहाँपट्टि छ कि एउटा रोड छ होइन यहाँपट्टि। अनि यहाँपट्टि हामीले जानु छ। अब सिधा काठमाडौँको बाटो जान्छ सिधा। यहाँ साइडपट्टि चाइना छ अनि यहाँ साइडपट्टि नेपाल छ। अनि यहाँ माथि पाहाडमा कोही बस्छन्, त्यो भएर घरहरू बनिरहेछ। त्यहाँ पाहाडमा अक्षरमा लेखिरहेछ नेपाल। घन्टाको सफरको बाटोमा एउटा प्रेस देखिन्छ यहाँ साइडबडी। अब यहाँपट्टि हेर्न सक्नुहुन्छ। यहाँपट्टि हामी आइसकेको छौँ सहरमा एन्टर भएर। अनि यहाँ हेर्न सक्नुहुन्छ यहाँतिर यस्तै हो हालतहरू। त यहाँ मन्दिरहरू बनिरहेछ। यहाँ उयो मल हो यो। अनि यहाँतिर पिएमको घर हो, त्यो माथि बिल्डिङ बनाएको। त यहाँ साइडपट्टि होइन, यहाँ साइडपट्टि त हामीले जाने त होइन, हामीले जान्छ यहाँ साइडपट्टि। यहाँ हेर्न सक्नुहुन्छ यहाँ साइडपट्टि जान्छ हामीलाई। यहाँपट्टि छ पशुपतिनाथको मन्दिर, जो कि तपाईँहरूले मेरो अर्को भिडियोमा हेरिसक्नुभयो होला। अब यहाँ हेर्न सक्नुहुन्छ। अब हामी फाइनली एन्टर भइसकेको छौँ काठमाडौँतिर। यहाँ बस स्टप अनि यहाँपट्टि के लेखिरहेको छ, यहाँपट्टि काठमाडौँ नेपाल। अब यहाँपट्टि नेपालको फ्ल्याग देखिरहेछ यहाँबाट। अब हामीलाई जान्छ यो साइडपट्टि। यहाँ हेर्न सक्नुहुन्छ हामी यो साइडपट्टि हामीले लेफ्ट टर्न लियौँ। अनि यहाँ हेर्न सक्नुहुन्छ गली गलीमा डान्स गरिहाल्छ नेपालीहरू, मायाहरू धेरै गासिङहरू छ। यहाँबाट नआइजन हौ, यहाँ भिडियो बनाउँदैछु। त्यही बुद्धाको स्ट्याचु यहाँ साइडपट्टि छ। तैँले हामी होटल बुक गर्दैछौँ यहाँ साइडपट्टि। त यहाँपट्टि होटलको कुछ यस्तो लुक छ। अनि यहाँ हेर्न सक्नुहुन्छ यहाँको म्यानेजरले घुरिरहेको थियो यार। अब हामीले जान्छ यहाँ साइडपट्टि। यहाँ साइडपट्टि त खै धेरै त राम्रो देखिनँ, त्यही भएर हामी गयौँ माथिको साइडपट्टि। माथिको साइडपट्टि हेर्दाखेरि त दामी भ्यू पनि बबाल आइरहेको थियो। अनि यहाँको ढोका खोलेको थियो, मलाई टोइलेट होला भनेको, भर त यहाँबाट त बाल्कनी पो रहेछ यार, तल र माथिको सेम रहेछ। यहाँ हेर्न सक्नुहुन्छ यहाँबाट बुद्ध स्ट्याचु मजाले देखिन्छ। त हामी हेर्न जानुपर्छ। अहिले आज नै जाउँ हौ, भोलि के जानु अब। आज राति नै जाऊँ होला, राति होइन फेरि बिहानै जाने। आज पड्काउने गरिदिन्छु नि फेरि मेरो मुखलाई नै तपाईँहरूलाई होइन फेरि। त यहाँ हेर्न सक्नुहुन्छ यहाँपट्टि काउन्टर छ। अनि हामी यहाँपट्टि ढोका खोल्नुपर्छ। ढोका खोलेपछि हामी यहाँ साइडपट्टि स्कुल देख्छौँ। स्कुल देखेपछि यहाँ साइडपट्टि अब यहाँबाट ढोकाबाट यो ढोका खोलेर जान्छ। अब यहाँपट्टि हामीलाई ट्रेन लिनु छ नि, सरी गाडी लिन्छ। गाडी ल्याएपछि यहाँ जिब्रा क्रसिङ छ। अब हामी फाइनल आइसकेको छौँ बुद्धाको स्ट्याचुको अगाडि। यहाँपट्टि हामी आइसकेको छौँ बुद्धाको स्ट्याचुको अगाडि। बुद्ध जस्तो देखेको पनि छैन, र पनि बुद्ध जस्तो इमेजिन गर्नु। बुद्ध भगवान् कि जे हो, बुझ्नुभयो। यहाँपट्टि पछाडिको साइडमा उयो जङ्गलहरू छ। धेरै लुकहरू मेन्टेलिङ गरेको छुइनँ। त यो रोड सिधा यहाँ साइडपट्टि जान्छ, जो कि यहाँ साइडपट्टि बाट जान्छु। दुईवटा रोड मलाई कनेक्सन गरिदिएको छु यहाँ साइडपट्टि। मलाई आज भर्खर बनाएको यो रोड, यत्रो टाइम लागेको भाइ। एक्जाम चलिरहेको छ र पनि भिडियो बनाउँदैछु। त भिडियो लाइक एन्ड च्यानल सब्सक्राइब हालिदिनु होला। त यहाँ हेर्न सक्नुहुन्छ रोडको के यस्तो छ अलपत्र। यहाँको साइडपट्टि इन्डिया छ, इन्डियाको पाहाड आधी बाटोमा देखिन्छ यहाँ साइडपट्टिबाट। त यहाँ साइडपट्टिबाट स्पिडले यहाँ नेपालको फ्ल्याग। अनि त्यो पछि यहाँपट्टि चाहिँ हामीले देख्छौँ एउटा दामी भ्यू हेर्न सक्नुहुन्छ। यहाँपट्टि तिनवटा उयो मन्दिर बनाइदिएको छु। यहाँपट्टि पशुपतिनाथ मन्दिर बनाइरहेको छु। अनि यति नै हो आजको ब्लग। 4 मिनटको भएछ ब्लग। यहाँपट्टि सनसेट हेर्न कति मजा आउँछ हेर्न सक्नुहुन्छ। यहाँबाट पाहाडहरू, यो माउन्टेनहरू बवाल देखिन्छ क्या यहाँ साइडबाट। ड्रोन सट ल्याएको मैले यहाँ साइडबाट। यो ड्रोन सट यस्तो हुन्छ क्या रोडहरू भनेको। यो रोडहरू बनिरहेछ। अनि यहाँ उयो बनिरहेछ पशुपतिनाथ मन्दिरको। यहाँ लेकहरू हेर्न सक्नुहुन्छ। अनि यहाँको साइड दमकको मल भन्न सकिन्छ यसलाई। अनि यति नै हो आजको लागि, यति नै। भिडियो एन्ड गरिदिउँ होला यहाँ नै। त आयो भिडियो राम्रो लाग्यो त भिडियो लाइक एन्ड च्यानल सब्सक्राइब गरिदिनु होला। हामी मिल्छौँ अर्को भिडियोमा। सप्ताहको लागि बाई बाई, टेक केयर एन्ड पढ्ने फेरि भाइ। त्यहाँ फोन हेरेर नबस्ने फेरि, पढ खुर्का।